टु माई च्यानल गाइज वन्स अगेन होइन। यो चाहिँ मेरो सेकेन्ड भ्लग हो अनि आजदेखि चाहिँ मेरो सेकेन्ड भ्लग हुँदैछ। किनभने चाहिँ मेरो ड्युटीले गर्दाखेरि चाहिँ मैले भ्याएको छुइनँ, किनभने म फुल टाइम भ्लग गर्नु सक्दिनँ। सो त्यसको लागि चाहिँ आज चाहिँ मेरो सेकेन्ड भ्लग आउँदैछ। धेरै दिन बाद 14-15 दिन बाद भयो होला होइन। फर्स्ट भ्लगमा मैले त्यति साह्रो भन्नु सकिनँ, तर यो मेरो सेकेन्ड भ्लगमा चाहिँ म यही भन्नु चाहन्छु कि जति पनि मेरो भ्लगहरू छ होइन, यो चाहिँ म चाहिँ मेरो एउटा मेमोरीहरूलाई चाहिँ प्रिजर्भ गरिकन राख्छु भनेर चाहिँ मैले यो त्यो इन्टेन्सनले मैले भ्लग बनाएको। सो दिस इज माई सेकेन्ड भ्लग, लास्टसम्म हेरिदिनु होला होइन। सो गाइज मेरो आजको आउटफिट चाहिँ यही छ होइन, तपाईँले हेर्नु सक्नुहुन्छ होइन। अनि टाइम भएको छ 12:10 अनि मेरो RX चाहिँ छ यहाँनिर होइन। सो अब हेलमेट सेलमेट लगाएर लेट्स गो गाइज होइन। त्यहाँदेखि यो डल्लै बर्मेक एरियाहरू पर्छ। अन्त त्यहाँदेखि अहिले म फिलहाल जाँदैछु तल, एउटा मेरो फेभरेट स्पट छ त्यहाँ गएर बस्छु एकछिन अनि म तपाईँहरूलाई पनि देखाउँछु त है। सो गाइज अब चाहिँ हामी फाइनली आइपुग्यो होइन। हामी यहाँ मेरो फेभरेट स्पट हो यो चाहिँ मेरो जहिलेको पनि। अनि यहाँ आएर बस्नु चाहिँ मलाई धेरै आनन्द लाग्छ हुन्छ नि। यो स्पट चाहिँ मलाई ओभरै मनपर्छ गाइज हुन्छ नि, दामी छ। अब यहाँ बसेर चाहिँ म धेरै रिल्याक्स पनि हुन्छ। मलाई लाइफमा धेरै कतिवटा प्रब्लमहरू हुन्छ, सबैको आफ्नो आफ्नो प्रब्लम हुन्छ होइन। त्योहरू छोडेर यहाँ आउनु चाहिँ मलाई एकदम एउटा शान्ति पिस हुन्छ नि, एउटा नेचरसँग म कनेक्ट हुन्छु जस्तो लाग्छ हुन्छ नि। मलाई मेरो सोलले नै अब हुन्छ नि, मेरो आत्माले नै शान्ति पाउँछ यहाँ आउँदाखेरि। चेक दिस आउट गाइज। दिस इज द प्लेस गाइज होइन। दामी छ यो जग्गा, यहाँबाट तपाईँले देख्न सक्नुहुन्छ। आज धुम्म लागेर सायद त्यस्तो देखेको छैन, क्यामेरामा देख्छु कि देख्दैन, तर यहाँनिर चाहिँ गाउँ छ एउटा हो। यहाँनिर चाहिँ गाउँ छ एउटा, गाउँ देख्छ हो। अनि यो डरलाग्दो बादलको यो पहाडको पछि चाहिँ डेलो छ। जसलाई थाहा छ डेलो भन्ने चाहिँ एउटा टुरिस्ट स्पट हो, राम्रो स्पट छ। यो पहाडको पछि चाहिँ डेलो छ है। अन्त हेर्नुहोस् वेदर हेर्नु सक्नुहुन्छ तपाईँले, आम्बो धुम्म लागेर कस्तो भइरहेको छ होइन। गाइज म यहाँको त वेदर नै बिग्रियो हो।
अँध्यारो भइरहेको छ यहाँ हेर्नु सक्नुहुन्छ तपाईँले आम्बो पानी पर्ला जस्तो भइरहेको छ अँध्यारो वेदर भयो सो अब म जानु पर्ला जस्तो लाग्यो मलाई किनभने चाहिँ मलाई अहिले पानीले चुट्छ होला होइन सो लेट्स गो है त गाइज है गाइज तपाईँले हेर्नु सक्नुहुन्छ होइन वेदर चाहिँ एकैछिनमा यस्तो भयो कि अब भन्छ नि क्या वेदरको कसले ट्रस्ट नगर्नु भनेर हो रहेछ अहिले भर्खरसम्म घाम लागिरहेको थियो हो फेरि एकैछिनमा आम्बो पानी पर्ला जस्तो भयो होइन फर्किँदा एक चाय त बन्द आए जस्तै छ यो चाहिँ 17 माइल हो होइन अनि यहाँनिर चाहिँ हकी हुँदो रहेछ क्राउड पनि दामी नै रहेछ यतिको त हकी हुँदो रहेछ सायद यो कालिम्पोङमा फर्स्ट टाइम होला यो हकी चाहिँ कहीँ यसरी अर्गनाइज भएको अनि यो चाहिँ 17 माइल हो तपाईँहरू हेर्नु सक्नुहुन्छ यहाँनिर है सो गाइज मेरो आजको भिडियो चाहिँ म यहीँ एन्ड गर्दैछु होइन अनि मेरो नेक्स्ट भिडियो फेरि 10-15 दिन बाद आउने छ त्यति जेलसम्म you do take care of yourself and do share subscribe my channel अनि मेरो च्यानलमा लाइक गर्नु होला अनि शेयर गर्नु होला till then see you guys bye bye